उर्मिला दिदी विधवा भएको कुरा सुने। शिव भिनाजु मर्नु भएको कुराले मलाई जति दुःख लागेको थियो त्योभन्दा बढी उर्मिला दिदीको विधवा स्वरूपको कल्पनामा मेरो मन आहत भएको छ। भर्खरै अझै पैसा मात्रै बिदा गर्दै हुनुहुन्थ्यो उर्मिला दिदी। शिव भिनाजुको उमेर मलाई थाहा थिएन, तर उर्मिला दिदी भन्दा पनि भर्खरको देखिनुहुन्थ्यो उहाँ। शिव भिनाजु खसेपछि पत्रिकामा श्रद्धाञ्जली विज्ञापनमा खुलाएको उहाँको उमेर देखेर म छक्क परे। 70 वर्ष पुग्न लागेका भिनाजु कस्ता पट्टा। मेरा अघिल्तिर शिव भिनाजुको जोसिलो व्यक्तित्व नाचिरह्यो। ओहो, उमेरले मान्छे बुढो हुँदो रहेनछ। 50-55 भन्दा बढी उमेरको कसले भन्थ्यो र शिव भिनाजुलाई। शिव भिनाजु खसेको सुन्नसाथ मेरो स्मृतिमा 30 वर्ष अघिका दृश्यहरू नाच्न आए। त्यस बखत म त्यही ब्रिगन्जमै ठाकुराम बहुमुखी क्याम्पसमा पढ्थे र शिव भिनाजु त्यही पढाउनुहुन्थ्यो। मेरो बुबा त्यसै क्याम्पसमा पढाउने भएको कारण क्याम्पस पढ्नु अघिदेखि नै म शिव भिनाजुलाई चिन्थेँ। त्यस बेला शिव भिनाजुलाई म शिव सर भन्थेँ। शिव सरसँग मेरो कुनै खास आत्मीयता वा घनिष्ठता केही थिएन। बुबाका अन्य साथीभाइसँग भएको जस्तो सम्बन्ध बाहेक उहाँसँग मेरो अरू केही थिएन। उर्मिला दिदीको र शिव सरको बिहेको धेरै पछि मात्रै उहाँसँग मेरो भिनाजु साइनो गाँसिएको हो। उर्मिला दिदी मेरो अभिन्न सखी सतीकी साक्खै दिदी भएकीले म पनि उहाँलाई आफ्नै दिदी सरह मान्थे। म जेठी छोरी भएको कारण मेरी आफ्नै दिदी नहुनुको खाँचो पनि म उर्मिला दिदीबाटै पुरा गर्थे। यो संसारमा एकहोरो माया त कसले पो कसलाई गर्ला र। मैले पनि उर्मिला दिदीको माया पाएपछि नै उर्मिला दिदीसँग झुमिन लागेकी थिएँ। त्यस बेला क्याम्पस छेउकै घरमा भाडामा बस्ने सतीको डेडा दैनिक जसो मेरो खाजा खाने घर थियो। त्यस बेला उर्मिला दिदी 19-20 वर्षकी तरुणी हुनुहुन्थ्यो। आइए पास गरेर उहाँ घरमै बस्नु भएको थियो। घरको न्यून आर्थिक स्थिति र उहाँभन्दा साना 3 जना भाइ बहिनीलाई पढाउनु पर्ने भएकोले अब उहाँको पढाइ धान्न नसक्ने उहाँका अभिभावकहरूको अवस्थाको कारण उहाँको बिहे पढ्ने इच्छा थन्किएको थियो। उर्मिला दिदीका बाआमाले प्रत्यक्ष रूपमा उर्मिला दिदीलाई अब नपढाउनु पर्ने कारण आफ्नो गरिबीलाई देखाए पनि खास कुरो चाहिँ अर्को पनि थियो। छोरीलाई धेरै पढाए ऊ भन्दा धेरै पढेको केटा खोज्नु पर्ने र धेरै पढेको केटा नपाउँदा छोरीलाई बुढी कन्या नै राख्नु पर्ला भन्ने पीर पनि उर्मिला दिदीका बुबा आमाले बोक्नु भएको थियो। चाहे जुनसुकै कारणले होस्, उर्मिला दिदीले आफ्नो इच्छा हुँदा हुँदै पनि बिहे पढ्न नपाएको हो भन्ने चाहिँ मैले त्यसै बेला बुझेको कुरा हो। बाँकी अरू मैले त्यस बेला नबुझेका र बुझ्न पनि कहिले नखोजेका कुरा हुन्। उर्मिला दिदी र म बीच छोटो समयमा नै ज्यादै घनिष्ठता भएको थियो। सतीकी घनिष्ठ साथी म सतीसँग टाढेर उर्मिला दिदीसँग नजिकिएकी थिएँ। हामी बीचको यो घनिष्ठता बढाउने पुलको काम सङ्गीतले गरेको थियो। उर्मिला दिदीसँग सङ्गत गर्दा गर्दै म पनि शास्त्रीय सङ्गीतसँग नजिकिँदै गएकी थिएँ। उर्मिला दिदीको शास्त्रीय सङ्गीत प्रेमका कारण पनि उर्मिला दिदीसँग मेरो थप आकर्षण बढेको थियो। म आफू सङ्गीतका बारेमा कुवाको ब्याङ भए पनि शास्त्रीय सङ्गीत सुन्न पाए मलाई भोक तिर्खा केही लाग्न पनि छोडेको थियो। त्यसैले उर्मिला दिदीले हार्मोनियममा राग भैरवी गाउँदा म समय बितेको पत्तो नै पाउँदिन थिएँ। म जति उर्मिला दिदीको सङ्गीत सुनेर भुत्तुक हुने गर्थेँ, मेरी साथी सती चाहिँ उर्मिला दिदीले हार्मोनियम झिकेर बजाउन थाल्दा नथाल्दै बुबा आमाको कोठामा पसेर भित्रबाट ढोका थुनेर फुल साउन्डमा रेडियो घन्काउने गर्थी। हुन पनि त्यस बेला उर्मिला दिदीको एकमात्र श्रोता र एक्लो प्रशंसक म मात्रै थिएँ। हुन त उर्मिला दिदीका बुबालाई शास्त्रीय सङ्गीतमा गहिरो रुचि थियो। बुबाकै कारण उर्मिला दिदीमा पनि शास्त्रीय सङ्गीतको रुचि जागेको थियो। उर्मिला दिदीको गुरु उहाँको बुबा नै हुनुहुन्थ्यो। सङ्गीतको प्रारम्भिक ज्ञानको राम्रो अभ्यास बुबाले उर्मिला दिदीलाई गराउनु भएको थियो। यसबाहेक उर्मिला दिदीलाई खास केही रागहरूको पनि बुबाले नै अभ्यास गराउनु भएको थियो। समग्रमा भन्नुपर्दा उर्मिला दिदीको सम्पूर्ण सङ्गीत ज्ञान उहाँकै बुबाको ज्ञान थियो। तर यति हुँदाहुँदै पनि उहाँका बुबालाई छोरीको सङ्गीत सुनेर बस्ने फुर्सद थिएन। बिहानै सखारेदेखि बेलुकी अबेरसम्म बजारको मध्य भागमा खोलेको पसल बुबाले नरुङ्गे परिवारको गुजारा सम्भव थिएन। उर्मिला दिदीकी आमा समर्पित गृहिणी हुनुहुन्थ्यो। छोरीको सङ्गीत भन्दा भात भान्सा र भाँडाकुँडाको रागसँग उहाँको आत्मीयता थियो। त्यो उहाँको आफ्नो सोख भन्दा पनि परिवारको लागि उहाँले आफूलाई त्यतै समर्पित गर्नुपर्ने बाध्यता थियो। अझ हार्मोनियम समात्ने समयमा छोरीले घर गृहस्थीका काममा मन लगाए बिहे गर्ने बेला भएकी छोरीले केही काम पनि सिक्ने र
आफूलाई पनि सहयोग पुग्ने मनसाय आमा राख्नुहुन्थ्यो। यसबाहेक घरका सदस्य 2 साना भाइहरूको लागि घर भनेको भात खाने, स्कुल जाने र एकैछिन बाबुआमाको आँखामा देखिने गरी उनीहरूको लागि पढिदिने थलो मात्र थियो। यसबाहेक उनीहरूको अधिकांश समय चोकमा क्यारम बोर्ड खेल्ने, गुली डन्डा खेल्ने वा अन्तरत्रै खोपी वा कुनै खेलकुदमा मस्त भएर बित्ने गर्थ्यो। उर्मिला दिदीका भाइहरूलाई उनीहरूको घरमा दिदीले शास्त्रीय सङ्गीतको साधना गर्छिन् भन्ने कुराको पनि खासै सम्झना हुँदैन थियो। यस्तो अवस्थामा उर्मिला दिदीको एकमात्र श्रोता वा सङ्गीत भक्त म हुन कुनै अनौठो पनि थिएन। यसै गरी मलाई उर्मिला दिदीले खुबै माया गर्नु वा मन पराउनु पनि अस्वाभाविक भन्ने थिएन। सुन्दरी उर्मिला दिदीका औँलाहरू हार्मोनियममा नाच्न थालेपछि उहाँको कोकिल स्वर वातावरणमा छरिएको समय मेरो लागि अत्यन्त रमाइलो हुने गर्थ्यो। सतीकी सखीका नाताले त्यस घरमा प्रवेश गरेकी म हुँदाहुँदै उर्मिला दिदीकी अनन्य भक्ति भएकी थिएँ। सतीलाई मन नपर्ने कुरामा मेरो रुचि बढेको कारण सतीसँगको मेरो सम्बन्ध चिसिँदै गएको थियो। त्यसपछिको दिनहरूमा अचम्मै भएको थियो। मेरो घनिष्ठ सखी सती मसँग बोल्न पनि मन गर्न छोडेकी थिए। उसको घनिष्ठता क्याम्पसको अरू नै केटीहरूसँग बढेको थियो। तर मैले भने क्याम्पसको कुनै साथीसँग पनि घनिष्ठता बढाउन सकिनँ। म क्याम्पसमा लिजर पिरियड हुन साथ उर्मिला दिदीको घरमा आउँथेँ र अर्को घन्टी लाग्ने बेलामा क्याम्पसमा पुग्थेँ। उर्मिला दिदीले त्यस बेला मलाई गरेको स्नेह अत्याधिक नै थियो। कुनै बिहान भात खाँदा मिठो तरकारी पड्काएको छ भने उहाँले आफ्नै भागबाट भए पनि मेरा लागि त्यो तरकारी राखिदिनुहुन्थ्यो। मलाई मिठो लाग्ने कुनै पनि खानेकुरा उर्मिला दिदीले जसरी भए पनि मेरो लागि राखिदिएकै हुन्थ्यो। मलाई उर्मिला दिदीले यति बित्न माया गरेपछि मैले पनि उर्मिला दिदी बिनाको मेरो संसार कल्पना गर्न छाडेकी थिएँ। म उर्मिला दिदीसँग कुनै दिन टाढिन्छु भन्ने सोचाइ त्यस बेला मेरो मनमा कहिले आएन। म बिए प्रथम वर्षमा पढ्न लागेको बेला अचानक त्यसको आवाज मलाई भयो। उर्मिला दिदी र मेरो बीच एउटा पर्खाल उभिएको जस्तो मलाई लाग्यो। त्यस बेला मेरी उर्मिला दिदी अरू कसैसँग बाँडिएको अनुभूतिले मलाई निकै नरमाइलो लाग्यो। उर्मिला दिदीको बिहे भएको थिएन, हुने जस्तो लक्षण पनि थिएन। उहाँको घरको आर्थिक अवस्था ज्यादै नराम्रो थियो। उहाँको पितासँग पैतृक सम्पत्ति छँदै थिएन। उहाँ धेरै पढे लेखेको हुनुहुन्न थियो। व्यापारमा लगानी गर्ने पुँजी पनि उहाँसँग पर्याप्त थिएन। यसका साथै उहाँ स्वाभिमानी र इमान्दार व्यक्ति भएकोले 2 नम्बरी धन्दा गरेर सम्पत्ति आर्जन गर्न पनि उहाँ चाहनुहुन्न थियो, जसले गर्दा उहाँको परिवारको भरण पोषण गर्न उहाँलाई सधैँ जस्तो हम्मे पर्थ्यो। उर्मिला दिदीको घरको यस्तो अवस्थामा उहाँका मातापिता छोरीको बिहे गर्न चिन्तित भए पनि आफूले कतै बिहेको कुरा चलाउने आँट उहाँहरूसँग थिएन। घरमा दिनभरि बेकार भएर बस्नु परेका कारण आफूले जागिर खाएर घरको दयनीय आर्थिक अवस्थामा केही सहयोग पुर्याउने विचार 1-2 पटक उर्मिला दिदीले आफ्नो बुबाआमासँग व्यक्त गर्नुभएको थियो। एकातिर बिहे गर्ने बेला भएको छोरीलाई जागिर खुवाउँदा लोकलाजको कुरा थियो र अर्कोतिर लोकलाज पन्साएर छोरीलाई जागिर खुवाउन त भन्दा पनि जागिर भनेको पनि कुनै सार्वजनिक पोखरीको काम पनि थिएन जसलाई आफ्नो भाँडोले उबाएर आफ्नो घरमा ल्याउन सकियोस्। त्यसैले उर्मिला दिदीको जागिर खाने कुरा दिवा सपना जस्तो भएको थियो। त्यसै बेला त्यही गाउँमा भारतबाट एकजना सङ्गीतका उस्ताद मुरलीचन्द भन्ने मानिस आएका थिए। मुरलीचन्द त्यहाँका वडाध्यक्ष गोविन्द अधिकारीका मित्र भएका कारण त्यहाँ सङ्गीतको विद्यालय स्थापना गर्नुपर्छ भनेर अधिकारीले मुरलीचन्दलाई रोकेका थिए, जसले गर्दा वीरगञ्जमा हाम्रो क्याम्पस नजिकै अधिकारीकै सक्रियतामा सारेगामा सङ्गीत विद्यालयको स्थापना पनि भएको थियो। स्थानीय जनसमुदायमा प्रचार प्रसार गर्दै जाँदा विद्यार्थीको सङ्ख्या निकै बढेकाले एकजना मुरलीचन्दले मात्र सङ्गीत विद्यालय सञ्चालन गर्न कठिन भइरहेको थियो। त्यसबेला मुरलीचन्द्रले कसैबाट उर्मिला दिदी पनि शास्त्रीय सङ्गीतको राम्रै अभ्यास गर्नुहुन्छ भन्ने कुरा थाहा पाएछन्। गोविन्द अधिकारीले सो सम्बन्धमा आफ्नै टोल्की उर्मिलासँग भेटेर कुरा गरे। तिम्रो पनि सङ्गीत साधनामा अभ्यास पुग्छ र तिमीले प्रशिक्षण दिने प्रति विद्यार्थी प्राप्त शुल्कको 25% पनि तिमीले पाउँछौ। गोविन्द अधिकारीले उर्मिला दिदीसँग प्रस्ताव राखेका थिए। यो प्रस्ताव आफूलाई आएको कुरा उर्मिला दिदीले बुबाआमासँग भन्नुभयो। बुबाआमालाई छोरीले जागिर खाने कुरा पटक्कै मन परेन। यो जागिर होइन बुबा, मैले पनि सङ्गीतको निशुल्क अध्ययन गर्न पाउँछु। यस्तो मौका मैले कहिले पाउन्न। उर्मिला दिदीले आँखाभरि आँसु पारेर बुबालाई भन्नुभयो। उहाँको बुबा पनि सङ्गीतको पुराना साधक भएकोले छोरीको सङ्गीत प्रेम पीडा सजिलै महसुस गर्नुभयो।
त्यसैले छोरीको इच्छाको अवरोध पर्न सक्नु भएन। आफ्नो आर्थिक निर्धनताको कारण पनि उहाँले चुप्नै उपयुक्त देख्नुभयो। आमाले भने यो कुरा पटक्कै रुचाउनु भएन, तर आमाको विरोधको कुनै अर्थ भएन। उर्मिला दिदी सङ्गीत साधनाको लक्ष्य बोकेर सारेगामा विद्यालयमा जान लाग्नुभयो। उर्मिला दिदी अत्यन्तै उत्साहका साथ सारेगामा विद्यालय जाँदै हुनुहुन्थ्यो। अपराह्न 4 बजेदेखि साँझ 6 बजेसम्म दैनिक सङ्गीत विद्यालयमा उर्मिला दिदीको समय बित्न लाग्यो। उर्मिला दिदीकै सल्लाहमा म पनि सारेगामा विद्यालयको विद्यार्थीको रूपमा भर्ना भएँ। त्यस विद्यालयमा हामी जान लागेको झन्डै 1 महिनापछि त्यहाँ शिव सर पनि आउनु लाग्नु भएको थियो। गोविन्द अधिकारी र शिव सर घनिष्ठ मित्र हुनुहुँदो रहेछ। अर्कोतिर हामी अर्थात् उर्मिला दिदी र म पनि शिव सरका विद्यार्थी थियौँ। गोविन्द अधिकारीको कारण उर्मिला दिदी र शिव सरको सम्बन्ध यस अवधिमा अलि बढी नै घनिष्ठ भएको झैँ मलाई लागेको थियो। किनभने सुरुमा हप्ता 15 दिनमा मात्रै सारेगामा आउने शिव सरको आगमनको घनत्व बढ्न लागेको मैले देखिरहेकी थिएँ। यसैबीच सारेगामा विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या बढेको कारण बिहान 7 बजेदेखि 9 बजेसम्म पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरियो। अब उर्मिला दिदी बिहान र बेलुका दुवै समयमा सारेगामामा आउनु लाग्नु भएको थियो। बेलुकाको समयमा म दिदीसँग आउँथे, तर बिहान भने दिदी एक्लै सारेगामामा आउनुहुन्थ्यो। यस अन्तरालमा उर्मिला दिदीमा अलि परिवर्तन पनि आए जस्तो मलाई लाग्यो। उर्मिला दिदीले मलाई पहिले जस्तो माया पनि नगरे जस्तो लाग्न थाल्यो। उर्मिला दिदीको म प्रतिको परिवर्तन व्यवहारले मलाई भित्रै कतै दुख्ने गर्थ्यो। उर्मिला, मलाई तिमीले अपनाएनौ भने म आत्महत्या गरेर मरिदिन्छु। एक दिन सारेगामा कार्यालयको ढोकामा पुगेकी मेरो कानमा शिव सरको आवाज परेको थियो। मैले कोठाभित्र नपसी ढप्काएको ढोकाको चिराबाट चियाएर हेरेँ। कोठाभित्र शिव सर र उर्मिला दिदी मात्रै एकदमै नजिक, झन्डै टाँसिएरै जस्तो बस्नु भएको थियो। उहाँहरू त्यसरी बसेको देख्दा त्यस बेलाको मेरो कुखुरे भैँसला पनि केले छोपे जस्तो भएको थियो। शिव सरका हातमा उर्मिला दिदीको हात थियो। बाहिर कसैको पदचापको आवाज भएर होला दुवैको हात हत्तपत्त छुटिएका थिए। उर्मिला दिदी उठेर ढोकातिर आउन लाग्दा नलाग्दै ढोका खोलेर म कोठाभित्र पसेकी थिएँ। जौँ उर्मिला दिदीले अलि हतारिएर भन्नु भएपछि चुपचाप बसेका शिव सरलाई नदेखे जस्तै गरी म पनि उर्मिला दिदीसँगै त्यहाँबाट बाहिरेकी थिएँ। त्यस दिन बाटाभरि हामी बीच कुनै वार्ता भएन। कुन्ती, आजको कुरा कसैलाई नभन्नु है। हामी छुट्टिने बेलामा उर्मिला दिदीले भन्दा म झसङ्ग भएकी थिएँ। टाढा कतैबाट आएको जस्तो उर्मिला दिदीको अचानक आएको आवाजले मलाई भने चोर पक्रेको अनुभूतिले एकैछिन ढक्क पनि पारेको थियो। मैले मात्र उर्मिला दिदीलाई देखेँ भनेको त उहाँले पनि मैले उहाँलाई चियाएर हेरेको देख्नु भएको कुराले त्यस बेला मलाई लाज पनि लागेको थियो। उर्मिला दिदीले भन्नुभए जस्तै भन्न त मैले त्यो कुरा कतै कसैसँग पनि भनेकी थिइनँ। बरु अरू कसैलाई भन्न पाएको भए मलाई हलुका हुन्थ्यो होला। किनभने त्यसको धेरै दिनसम्म मेरो आँखाभित्रको मनमा त्यस दिन मैले सारेगामा कार्यालयमा देखेको दृश्य र कानमा भने शिव सरको आवाज मात्र गुन्जिरह्यो। उर्मिला दिदी मसँग टाढिएको कुरा पनि मैले त्यसै दिन मात्र बुझेँ। शिव सरप्रति नजानिदो ईर्ष्या भाव पनि आए मेरो मनमा, तर उर्मिला दिदी प्रतिको मेरो मायाको मात्र भने घटेको थिएन। उर्मिला दिदी अब मबाट टाढिनुहुन्छ भन्ने पीडाले मात्र म रन्थनिएका थिएँ, तर त्यो पीडा निवारणको कुनै उपाय पनि मसँग थिएन। तेरा उर्मिला दिदी त शिव सरसँग लागि छन् नि। छि, कस्तै बुद्धि नभएकी केटी। ती दुईजना छोराछोरीको बाउ अजङ्ग कि स्वास्नी छ पहाडमा। मोरो सायद दुवा शिवले त्यो सोझी केटीलाई फसाएछ। एक दिन आमाले मेरो जुम्रा हेरिरहेको बेला भन्नुभएको थियो, आमा, तपाईँले कसरी थाहा भयो शिव सरको बिहा भएको कुरा? आमाको कुराले अत्तालिँदै आमाको काखबाट टाउको उठाएर आमाको मुखमा हेर्दै मैले सोधेकी थिएँ, म घरमा बस्ने थाङ्नी आइमे भनेर मलाई तेरी उर्मिला दिदीका कुरा केही थाहा हुँदैन भन्ठाने के होइनस् तैँले? तैँले नभनेर के भयो त? मलाई मेरा बुढाले सबै कुरा भनिहाल्नु भयो नि। त्यो शिवेश बजियाको सालो पर्ने पनि यही क्याम्पसमा पढाउँदो रहेछ। तेरा बुबालाई त्यसैले भनेको रे। त्यो शिवे बजियाले पहाडकी स्वास्नीलाई अर्कैसँग बात लगाएर छोडेको रे। मेरी आमा आफ्नो लोग्नेबाट प्राप्त भएको जानकारीबाट निकै गर्वित अनुभूतिमा बोलिरहनु भएको थियो। आमा, बात भनेको के हो? मैले नबुझेकी शब्दको अर्थ मैले मेरी आमासँग सोधेकी थिएँ। अर्कैसँग लागेको भनेर दोष लगाएको के?
छोरी पेटमा भएको बेला यो मैले बोकाएको भुँडी नै होइन भनेर झगडा गर्यो रे। स्वास्नीलाई कुटपिट गरेर घरबाट पनि लगार्यो रे। अहिले छोरी टुकटुक हिँड्ने भएको छ रे। अनुहार ठ्याक्कै बाबु चाहिकै छ रे। जान्ने सुन्ने सबैले यही शिवेलाई फटा भन्छन् रे। ऊ आइमाई माइतेकै शरणमा बसेकी छ रे। त्यस्तो केही भएको भए त लोग्नेले छोडेपछि अर्कैसँग गइहाल्थे नि। आमाले बेलबिस्तर लगाएर भन्नुभएको थियो। आमाको कुरा सुनेपछि केही दिन अघि मात्रै आफ्नै आँखाले देखेका सारेगामा विद्यालयका दृश्यहरू मात्र मेरो आँखामा आइरहे। मलाई चाँडोभन्दा चाँडो पुगेर उर्मिला दिदीलाई आफूले थाहा पाएका शिव सर सम्बन्धी कुरा सुनाउने हतार भयो। त्यस दिन उर्मिला दिदी मलाई परिवार जस्तो र शिव सर बाज जस्तो लाग्यो। बाजको पन्जामा परेको परिवारलाई मैले बचाउन सकुला र? त्यसै दिन साँझ नियमित समयमा उर्मिला दिदी र म सारेगामाबाट सँगै फर्किएका थियौँ। मेरो मनमा उकुसमुक्स भएका भावनाका कारण आज गरेको कुनै काममा पनि मेरो पटक्कै रुचि थिएन। सधैँ मन लगाएर मैले गर्ने सङ्गीतको अभ्यासमा पनि मेरो मन लागेन। कुन्ती आज मन कहीँ और है, कुछ खास बात है क्या? मुरली गुरुले पनि मेरो अनुहारमा गहिरेर केही खोज्दै मलाई सोधेका थिए। खास बात कुछ नहीं गुरुजी, वैसे भी तबियत कुछ ठीक नहीं आज। मैले जबरजस्ती हाँस्न खोज्दै जवाफ दिएकी थिएँ। तर खप्पिस गुरुले मेरो कुरै पत्याएनन् र टाउको हल्लाएर असहमति मात्र जनाएका थिए। त्यस बेला कसैको कुनै कुराप्रति पनि मलाई केही वास्ता थिएन। मलाई त जति सक्दो छिटो समय बितोस् र उर्मिला दिदीसँग आफूले थाहा पाएका सबै कुरा भनेर खाडलमा पर्न लागेकी उर्मिला दिदीलाई बचाउनु मात्र त्यस बेला मेरो सरकार थियो। ल है कुन्ती जाऊ ल। उर्मिला दिदीको घर आएपछि दिदीले मलाई सधैँझै बिदा गर्नुभएको थियो। दिदी आज म तपाईँसँगै बस्छु नि है। मैले उर्मिला दिदीसँग उहाँको घरमा यस्तै भनेकी थिएँ। साँझ झमक्क परिसक्यो र पो भनेकी, तिमी बस्दा त मलाई रमाइलो लाग्छ, घर जान पर्ला, आमाले पिर गर्नु होला भनेर उर्मिला दिदीले भन्नुभएको थियो। म ठुलो भाइलाई साथी लिएर जान्छु नि दिदी। मैले आमालाई पनि आज एकैछिन दिदीको घरमा बसेर भाइलाई साथी लिएर आउँछु भनेर आएकी छु। मैले उर्मिला दिदीलाई मेरो बारे आश्वस्त पार्दै भनेकी थिएँ। कसै गरी पनि म आफूभित्र भएका कुराहरू उर्मिला दिदीसँग पोखेर मात्र आज घर जाने अठोटमा थिएँ। हामी दुवै उर्मिला दिदीको कोठामा पुग्यौँ। भान्सा घरबाट आमाले तरकारी ओइरिएको झ्वाइएको आवाज त्यसै बेला आएको थियो। उर्मिला दिदीका दुवै भाइहरू बुबा आमाको कोठामा पढ्ने तर्खर गर्दै थिए। सती चाहिँ घर आए जस्तो लागेन। हिजो आज सतीका साथीभाइको सङ्ख्या निकै बढेको कुरा मैले थाहा पाएकी थिएँ। त्यसैले उसको धेरै जस्तो समय सिनेमा, रेस्टुरेन्ट वा साथीहरूको घरतिर नै बित्ने गरेको पनि मलाई थाहा थियो। यौवन अवस्था भर्खरै सुरु भएका हामी जस्ता किशोरीहरूले समयलाई यस रूपमा बिताउनु राम्रो होइन। यस बेला यसरी बिताएको समयको मूल्य भविष्यले रोएर पनि तिर्न सक्दैन भन्ने कुरा मलाई मेरो अभिभावकबाट जानकारी भएको थियो। यी कुराहरू म सतीलाई भन्न चाहेर पनि भन्न सक्ने अवस्थामा अब थिइनँ। कुनै बेला सतीकै कारण यस घरमा भित्रेकी म यस बेला सतीको मनबाट धेरै टाढा पुगिसकेकी थिएँ। हिजो आज सतीले मसँग एकसरो कुराकानी गर्न पनि मन नपराएको मैले महसुस गरेकी थिएँ। त्यसैले सती नहिँड्नु पर्ने बाटो हिँडेको चाल पाउँदा पाउँदै पनि टुलु हेर्नु नै मलाई त्यस बेला उपयुक्त लागेको थियो। उर्मिला दिदीको कोठामा पुगेर मैले कोठाको ढोका लगाएँ। दिदी आफ्नो खाटमा ढल्किरहनु भएको थियो। दिदी एउटा कुरा भन्छु, नरिसाउनुहोस् है। मैले दिदीकै खाटको बीच भागमा बस्दै भने, भन न के कुरा हो? लाटी तिमीसँग म पनि रिसाउँछु होला त? उर्मिला दिदीले म भएतिर कोल्टे फर्काउँदै मेरो हात समातेर भन्नुभएको थियो। दिनभरि जसो उर्मिला दिदीसँग कुरा गर्ने उखर माउलोले सताएकी मलाई अहिले उर्मिला दिदीको मायालु अनुमति पाइसक्दा पनि भन्न खोजेको कुरा जति सबै घाँटीमा अड्के जस्तो भएको थियो। पुस महिनाको चिसोमा पनि ओठ मासतिर र नाक मुनतिरको भागमा मलाई पसिनाको आवाज हुन लागेको थियो। कुन्ती तिमी आज धेरै गम्भीर पनि छौ, भन न बहिनी के कुरा हो? उर्मिला दिदीले मेरो हातलाई सुमसुमाएर थपथपाउँदै बडो सुमधुर स्वरमा भन्नुभएको थियो। दिदी तपाईँ शिव सरसँग बिहे नगर्नुहोस्, त्यो मान्छे बिहा भएर 2 जना छोराछोरीको बाउ पनि रहेछ। दिदी ल दिदी, मैले एकै सासमा अत्तालिएर आफूले भन्नुपर्ने सबै कुरा भनेकी थिएँ। आमाले सुनाएपछि नै उर्मिला दिदीलाई सुनाउन नपाएर कयौँ मनको भारी बोके जस्तो भएको मेरो छाती झट्टै हलुङ्गो भएको थियो।
त्यसपछि मेरो आँखा उर्मिला दिदीको प्रतिक्रिया खोज्न उहाँको अनुहारमा पुगेका थिए। त्यस क्षणको समग्रमा म भने उर्मिला दिदीको मेरो विचारप्रतिको सहमतिको तीव्र प्रतीक्षामा थिए। केही अघि थाकेको मात्र उर्मिला दिदीको अनुहारमा बिस्तारै उदासीका रङ भरिएका मैले देखेँ। धेरै बेरसम्म उर्मिला दिदी केही पनि बोल्नु भएन। कुन्ती, मैले शिव सरलाई वचन दिइसकेँ, अब हामी छिट्टै बिहे गर्दैछौँ। शिवले आफ्नो सबै कुरा मलाई भनिसकेका छन्। उनका ती आइमेसँग अब कुनै सम्बन्ध छैन। उनको जीवनको दुर्घटना मान्छन् उनी ती विगतका सम्बन्धलाई। उर्मिला दिदीले मलाई गम्भीर भएर जवाफ दिनुभएको थियो। उर्मिला दिदी सबै कुरा थाहा पाएर पनि शिव सरसँग बाँधिन लागेको थाहा पाउँदा म छक्क परेकी थिएँ। एउटा विवाहित पुरुषसँग एउटी अविवाहिता केटीले प्रेम गर्नु भनेको त्यस बेला मेरो ज्ञान कोषमा नभएको कुरा थियो। अझ प्रेम मात्र नभएर बिहे नै गर्नु भनेको त्यस बखत मेरो लागि ज्यादै ठुलो आश्चर्य थियो। वास्तवमा त्यस बेलाको मेरो मानसपटलमा यो घटनाले एउटा अनौठो आघात नै पारेको थियो। सम्पूर्ण सत्य मेरो अघि नै उद्घाटित हुँदा पनि मेरो उमेर र अनुभवको काँचो मेरो मानसले यसलाई सहज रूपले लिन सकेको थिएन। त्यस घडी कुनै दिन म पनि विवाहिता जीवनमा प्रवेश गरेपछि अर्को विवाहिता पुरुषसँग प्रेम गर्न पुगेर दोस्रो पटक बिहे गरौँला भन्ने कल्पनाको सूक्ष्म अंश पनि त्यस बेला मसँग थिएन। हिजो आज उमेर र अनुभवसँग कुस्ती खेल्दा खेल्दा थाकेको मेरो मानस हिजोको आफ्नो निष्कर्ष र विचार सम्झँदै आफै आफूप्रति हाँस्ने गर्छ। त्यस बेला उर्मिला दिदीको र शिव सरको सम्बन्ध मलाई पटक्कै रुचिकर लागेन। मलाई त्यस बेला उर्मिला दिदी मूर्ख र शिव सर फटा लागेको थियो। मलाई जेसुकै लाग्नु नलाग्नुको केही अर्थ थिएन। अर्थात् त्यसै बेला एक दिन सारेगामा विद्यालय र क्याम्पसभरि हल्ला फैलिएको थियो। उर्मिलालाई शिवले भगाए। मैले सोचिसकेको घटना र थाहा पाएको कुरा भएकोले यो हल्लाले मलाई खासै असर पारेन। तर यो हल्लाको समूहको दृष्टिमा म पनि प्रश्नात्मक भएर गाडिँदा भने मलाई निकै असहज भएको थियो। ती दृष्टिहरूको सामना गर्न नसकेर म केही दिन क्याम्पस पनि गइन र सारेगामा विद्यालय जान मैले चटक्कै छाडिदिएँ। मेरो सारेगामाको आदर्श र प्रेरणा नै धरायसी भएको थियो। त्यसपछि मैले शास्त्रीय सङ्गीतसँग नै कहिल्यै सरोकार राखिन। कति दिनसम्म त रेडियोबाट शास्त्रीय सङ्गीत बज्न साथ म रेडियो बन्द गर्ने र स्टेसन नै फेर्ने समेत गर्थेँ। शास्त्रीय सङ्गीत र उर्मिला दिदी मेरो लागि परायबाची जस्तै भएका रहेछन्। उर्मिला दिदी भन्नु नै मेरो शास्त्रीय सङ्गीत रहेछ। हिजो आज लाग्छ मेरो शास्त्रीय सङ्गीत प्रेम भन्नु नै उर्मिला दिदीसँगको आकर्षण मात्र रहेछ। किनभने त्यसपछिका दिनहरूमा शास्त्रीय सङ्गीत र उर्मिला दिदी दुवैलाई सम्झनु भन्दा बिर्सनुमै म रमाउन लागेकी थिएँ। मेरो बिहे भएपछि म पनि वीरगञ्जका लागि पाहुना मात्र भएकी थिएँ। कहिले काहीँ पुराना साथीभाइ भेटिँदा कसैले उर्मिला दिदीका छोराछोरी जन्मेका कुरा सुनाउँथे। म उर्मिला दिदी सम्बन्धी यस्ता समाचारहरू सुन्थे मात्र। मलाई ती जानकारीहरूप्रति खासै उत्सुकता भने लाग्दैन थियो। अचम्मको कुरा, त्यसपछि उर्मिला दिदीसँग मेरो कहिले दोहोरो कुराकानी भएको थिएन। म वीरगञ्ज पुगेको बेला बजारमा कहिले काहीँ आक्कल झुक्कल उर्मिला दिदीसँग देखादेख हुने गर्थ्यो। त्यस्ता बेला म दुई हात जोडिदिन्थेँ। उर्मिला दिदीसँग बिहे भएपछि शिव सरलाई पनि मैले उर्मिला दिदीकै साइनमा ल्याउनु परेको थियो। त्यसो त त्यसरी नै सजिलै मैले शिव सरलाई भिनाजु पनि भनेकी थिइनँ। एक दुई पटकको जम्का भेटमा शिव सरले साली नानी के छ हालचाल भनेर बोल्ने गरेको भए पनि मेरो मानस र जिब्रोले भने उहाँलाई भिनाजु भन्न सकेको थिइनँ। त्यसै बीच एकपटक वीरगञ्ज गएको बेला म एउटी नन्द पर्नेको घरमा पुगेकी थिएँ। ती श्रद्धेयको अनुरोधमा त्यस दिन मैले झन्डै पुरै जसो दिन त्यहाँ बिताएकी थिएँ। त्यसै क्रममा कसो गर्दा त्यसै घरको साथमा भएको पल्लो घरकी आइमाईसँग मेरो आँखा जुत्न पुगेका थिए। ए कुन्ती, उर्मिला दिदी कराउनु भएपछि मैले ठम्याएकी थिएँ। त्यो घर उर्मिला दिदीकै रहेछ। त्यसको लगतै उर्मिला दिदी आएर मलाई आफ्नो घरमा लिएर जानुभयो। भर्खरै तयार भएको 3 कोठाको पक्की घर रहेछ। त्यस बेला उर्मिला दिदीका छोराछोरी स्कुल गएकाले मैले उनीहरूको तस्बिर मात्र त्यहाँ देखेँ। त्यस दिन शिव सर भने घरमै हुनुहुन्थ्यो। सर नमस्कार भनेर मैले आफ्नो पुरानो शिष्टाचार कायम राख्न खोजेँ। के को सर, कहाँको सर है कुन्ती? मेरो बहिनी भएर शिवलाई सर भन्ने हो? भिनाजु भन् भिनाजु। उर्मिला दिदीले आत्मीयताका साथ उमङ्गित र उल्लासित हुँदै शिव सर र म बीच साइनो गाँस्नु भएको थियो। मलाई साली र शिव सरलाई भिनाजुको साइनोमा गाँसेपछिको उर्मिला दिदीको अनुहारको रौनकले म पनि त्यस बेला धेरै दिनपछि उर्मिला दिदीसँग नजिक भएको अनुभूतिमा पुगेकी थिएँ।
त्यसपछिका दिनहरूमा शिव सरसँगको भेटघाटको बेला मैले चाहँदा नचाहँदै पनि शिव सरलाई भिनाजु सम्बोधन गर्न लागेकी थिएँ। त्यस दिन शिव भिनाजु र उर्मिला दिदीको घरबार हेरेर आएपछि वर्षौं अघिदेखि मेरो छातीमा उर्मिला दिदीका सम्बन्धमा बसेको गरौँपन केही घटेर गएको थियो। मेरो कच्चा मनस्थितिले उर्मिला दिदीबारे उब्जाएका धेरै जसो धारणाहरू पनि समय रूपी नदीमा प्रभावित हुँदै गएका थिए। म उर्मिला दिदीलाई माया गर्छु भने मैले उर्मिला दिदीको खुसीमा सहभागी हुनै पर्छ भन्ने निर्णय पनि मैले गरेँ। त्यस भेटघाटपछि मेरा स्मृतिमा उर्मिला दिदीको त्यस दिनकै उज्यालो हँसिलो अनुहार मात्र संग्रहित रह्यो। यसबीच म विदेश पलायन भएका कारण मैले नेपाल नटेकेकै कयौं वर्ष बितिसकेको थियो। यसबेला अचानक मेरो बुबाको बर्खीमा सामेल हुन म कार्यालयको काज मिलाएर वीरगञ्ज आएकी छु। बुबाको स्वर्गग्रहण पछिको वीरगञ्जको शून्यताले सताएकी मैले भर्खरै मात्र शिव भिनाजुको देहान्त भएको सम्वेदना विज्ञापन अखबारमा पढे। बिचारी उर्मिला दिदी, मैले अखबार पन्साएर आँखामा पानी भर्न खोज्दै भनेकी थिएँ। दी पनि के को पीर पर्या हो हजुरलाई? उहाँ उर्मिला दिदी रमाएर छुट्टी छ। उर्मिला दिदीलाई पर्ने पीर हजुरले बोकेर हुन्छ र? मेरी बहिनी पृथाले अलि चर्को स्वर गरेर भनी। मलाई यस्तो बेला उसले त्यस्तो कुरा नमिठो लाग्यो। किन त्यसरी बोलेकी पृथा? मान्छेलाई दुःख परेको बेला त्यस्तो भन्नुहुन्न। बिचारा उर्मिला दिदीलाई कति पीर परेको छ। उहाँले त्यस्तो अपहत्या गरेर बिहे गरेको। मैले भावुक भएर बहिनीलाई सम्झाउन खोजे। दिदी, हजुरले सोचे जस्तो छैन। उर्मिला दिदीले हजुरले जति पनि पीर मानेको भए हजुरले मरिहत्ते। मैले पनि 3 दिन अघिसम्म उर्मिला दिदीका बारे हजुरको जस्तो धारणा बनाएकी थिएँ। सबैले उर्मिला दिदीको बारेमा कुरा काटेपछि म पनि दौडेर उर्मिला दिदीलाई भेट्न गएकी थिएँ। बुझ्नुभयो दी, उर्मिला दिदी त मजाले हाँसेर गफ गर्दै हुनुहुन्थ्यो। उहाँका नातागोता सबै उर्मिला दिदीलाई बाउलाई भन्दै थिए। मसँग पनि मजाले सधैँ गफ गर्नुभयो। हजुरबारे पनि कुरा गर्नुभयो। एकदमै सामान्य। शिव भिनाजु मरेर खुसी भए जस्तो। म मात्र होइन दिदी, उर्मिला दिदीलाई भेट्ने जति सबै नै उर्मिला दिदी रमाएको देखेर छक्क परेका छन्। पृथाले विस्तृत विवरण पेश गरेकी थिए। पृथाको कुराले मलाई पनि कौतूहलको स्थितिमा पुर्याएको थियो। पृथाको कुरा सुनेर शिव भिनाजु मर्नु भएको समाचारले दिएको दुःख अब उर्मिला दिदीले खुसी मानेको समाचारसँग साटिएको थियो। आफ्नो लोग्ने, आफूले जन्माएका छोराछोरीका बाबु, आफूले प्रेम गरेर बिहे गरेको मानिस मर्दा कसरी खुसी हुनुभएको होला उर्मिला दिदी? म भित्र प्रश्नहरू जेलिएर भित्रभित्रै कुरामाथि कुरा उम्लिरहेको थिए। बुबाको काम सकिएको भोलिपल्टै मैले आफूलाई उर्मिला दिदीको घरमा पुग्नबाट रोक्नै सकिनँ। सामान्य गतिमा उर्मिला दिदीको मूल दैलोमा पुगेको मेरो मुटुको ढुकढुकी भने दौडेर आए जस्तो हुन पुगेको थियो। मेरो निधारमा र ओठको मास्तिर पसिना आए जस्तो मलाई लाग्यो। मैले आफ्नो दाहिने हातले साडीको सक्को समातेर सम्भावित पसिना पुछे। उर्मिला दिदी, ढोकामा आएकी एउटी नवयौवनालाई मैले सोधेकी थिएँ। नमस्ते, तपाईँ कुन्ती आन्टी होइन? त्यो केटी फटाफट बोलेकी थिए। म अझै निश्चिन्त भएकी थिइनँ। मलाई दिसा पिसाब लागे जस्तो भएको थियो। म नजानिदो गरी कामिरहेकी थिएँ। खासमा मलाई डर लागेको बेला यस्तै हुने गर्थ्यो। त्यस्तो बेलामा मैले ती नवयौवनाको अनुहारमा टल्ल परेर हेरिरहेँ। उर्मिला दिदीको यौवनावस्थाको मैले देखेको रूप र शिव सरको रातो वर्ण टाँसिएको स्वरूपमा ती नवयौवनालाई देख्दा म अचम्मित भएकी थिएँ। र अझ मैले चिन्दै नचिनेकी केटीले मलाई परिचित झैँ व्यवहार गर्दा म हतप्रद समेत हुनु स्वाभाविकै थियो। म सूर्या, तपाईँकी उर्मिला दिदीकी छोरी। मामुले तपाईँको कुरा धेरै नै गर्नुहुन्छ र तपाईँको फोटो हेरेकाले मैले त तपाईँलाई चिनिहालेँ आन्टी। मलाई चिन्नु भएन नि? सूर्य पुरानो परिचित झैँ अत्यन्तै सहज भएर मसँग बोल्दै गई र मलाई भित्र कोठामा पुर्याई। सामान्य बैठक कोठा थियो त्यो। यो त्यही बैठक कोठा थियो जहाँ म पहिले पनि एकपटक आइसकेकी थिएँ। यस बेलाको यो कोठा र त्यस बेलाको यो कोठामा भएको अन्य परिवर्तनसँग मलाई वास्ता थिएन। तर एउटा परिवर्तनले भने मेरो मुटुनिर चिसो हावा बगाएको थियो। त्यस बेला यही कोठामा बसेर कुनै किताब पढिरहेको शिव भिनाजु यस बेला तस्बिरमा कैद हुनुहुन्थ्यो र तस्बिरमा लगाएको ताजा बेली फुलको माला अनि एउटा तामाको थालीमा भएको धूपदानीमा बलिरहेको धूपहरूले उहाँको मृत्युको उद्घोष गरिरहेका थिए।
कुन्ती कहिले आएकी? ओहो कस्तरी मोटाएछन् यिनी त, गोरी पनि भएछौ, पक्कै पनि तिमीलाई सुख छ, तिमी त पहिला भन्दा पनि राम्री भएछौ। अचानक ढोकाबाट भित्रै पस्दै गरेकी उर्मिला दिदीको उत्साही स्वरले मेरो तन्द्रा भङ्ग भएको थियो। उर्मिला दिदी आफ्नो चिसा हातलाई आफूले लगाइराखेको सुती साडीको सप्कोले पुस्दै हुनुहुन्थ्यो। मैले उहाँलाई हेरिरहेँ मात्र, केही बोलिन। सेतो साडी, सिङ्गारविहीन अनुहार, कालो मेहेन्दीले रङ्गाएको टलक्क टल्किने अस्वाभाविक कालो कपाल, हाँसिरहेको ओठ। उर्मिला दिदी मसँगै टाँसिएर सोफामा बस्नुभयो। पहिले पहिले जस्तै मेरो हात समात्नुभयो। हामी एकदमै नजिक थियौँ। मैले आँट गरेर पुनः उर्मिला दिदीको अनुहारमा हेरिरहेँ, सायद केही खोजिरहेँ पनि। यस बेला उर्मिला दिदी पनि केही बोलिरहनु भएको थिएन। मैले खोजेको कुरा उर्मिला दिदीको आँखामा गहिरामा भेट्नै लागेकी थिएँ। मामु हजुरहरू गफ गर्नुहोस् ल, म आन्टीलाई चिया बनाएर ल्याउँछु। सूर्य हामी दुईजनालाई मात्र कोठामा छोडेर बाहिरेकी थिए। म चियाको सोखिन नहुँदै पनि यस बेला सूर्यले हामी दुईजनालाई मात्र कोठामा छोडेको कुराले चिया शब्द पनि मेरो लागि प्रिय भएको थियो। अरू बेला जस्तो भएको भए म सूर्यलाई कदापि चिया बनाउन लगाउने थिइनँ। सूर्य कोठाबाट बाहिरेको केही बेर अर्थात् उसको चप्पलको आवाज टाढिँदै गएपछि मैले आफूलाई उर्मिला दिदी समक्ष उदाङ्गो पार्न खोजेकी थिएँ। दिदी तपाईँलाई भिनाजु स्वर्गे हुँदा दुःख लागेको छैन? मैले अनायासै यस्तो प्रश्न गरेँ। त्यसो त उर्मिला दिदीका बारेमा यस्तै किसिमका कुराहरू सुन्दै आएकोले मेरो मनमा उथल पुथल मच्चाइरहेको भावनाहरू एकान्त पाउनसाथ उर्मिला दिदीको सामु पोखिनु त्यति अनौठो पनि थिएन। तर उर्मिला दिदीलाई यस्तो प्रश्न नै सोध्नेछु भन्ने लक्ष्य लिएर म यहाँ आएकी पनि थिइनँ। प्रश्न मेरो मुखबाट फुत्त फुत्किएको थियो र त्यसपछि भने मैले दिदीसँग कसरी यस्तो प्रश्न गरेँ भन्ने कुराले म आफै भित्रैभित्र पिरोलिन पनि लागेकी थिएँ। डराउँदै पनि मैले उर्मिला दिदीको आँखामा आफ्नो प्रश्नको उत्तर खोज्न लागेँ। त्यति बेला उर्मिला दिदीको मैले हेर्न चाहेको रूप पनि त्यहाँ सर्वाङ्गै थियो। ओहो कति विधि वेदना थियो त्यहाँ, त्यही कारण मेरो आँखा पनि भरिएर आए। अचानक म उर्मिला दिदीको काखमा मुन्टो राखेर रुन लागेँ। नानी, तिम्रो भेनाजु र म बीच विगत 15 वर्षदेखि लोग्ने स्वास्नी सम्बन्ध नै थिएन। परिवारको मर्यादा जोगाउन मात्र म उनकी स्वास्नी भएर बसेकी थिएँ। उर्मिला दिदीले भक्क्यानेको स्वरमा मलाई भन्नुभएको थियो। मुसलधारे पानी पर्दै चर्को घाम लागेको मौसम जस्तो मेरो मानसिकता भएको थियो। यस्तो अप्रासित रूपमा मेरो कल्पनाले पनि थाहा नपाएका सत्य उर्मिला दिदीबाट उद्घाटित हुँदा मेरो चेतना नै लोलाउला जस्तो भएको थियो। हतपत्ता आँसु पुछेर मैले उर्मिला दिदीसँग आँखा जुदाएकी थिएँ। घरमा छोराछोरीलाई पनि थाहा छ। त्यसै क्याम्पसमा बायोलोजी पढाउने उमा म्याडमसँग शिवको प्रेम सम्बन्ध थियो। यसपालिको उनको निधनको कारक तत्त्व पनि उही म्याडम हो। तर मैले सबै कुरा थाहा पाएर पनि कसैसँग पनि भनेकी छैन। शिवको मन उसले जितेकी थिए। उनी जुनसुकै बेला पनि त्यही आइमाईसँग बस्न मन पराउँथे। मलाई ढाँटेर छलेर बाहिर फेर पनि त्यही आइमाईलाई लिएर रात बिताउन जान्थे। सानो ठाउँको यस्तो कुरा मलाई उनले नभने पनि मैले जान्न नखोज्दा पनि सबै कुरा मैले नै सुन्नु पनि पर्थ्यो। तर जेसुकै भए पनि म गर्नै पो के सक्थे र। मैले शिवसँग एकहोरो प्रेम गरेर शिव मेरा भएनन्। तर नानी, अहिले उनीलाई सबैले मर्यो भन्छन्। तिमीलाई थाहा छ, यो 15 वर्ष उनी मेरा लागि मरेका थिए। बल्ल अब भने मेरा लागि बाँचेका छन्। अब उनी मेरा मात्र भएका छन्। अरूलाई यस्तो कुरा भन्यो भने लौ उर्मिला बौलाई छ भन्छ। तर कुन्ती, तिमीले त मलाई बुझेको छौ नि। उर्मिला दिदी एकहोरो बोलिरहन्। मैले सुनिरहेँ। मसँग उनको लागि कुनै शब्द नभएको अवस्थामा म थिएँ। तिमी नै भन न कुन्ती, मेरो प्रेमी, मेरो पति बल्ल एकलौटी मेरो मात्र भएको छ। अब म कसरी दुखी बनूँ? हिजो आज उनी हरपल मेरै साथ छन्। मैसँग हाँस्छन्, मैसँग रुन्छन्। कुन्ती, अर्को कुरा भनौ। हिजो आज म शिवसँग बिहा गरेको बेलाको रमाइलो बिताउँदैछु। तिमी पत्याउँछौ? मलाई शिव मरे भन्ने कुरामा रत्तिभर विश्वास छैन। उनी उमाको लागि, संसारको लागि मरेर मेरा लागि भने बाँचेका छन्। बुझ्यौ? यति भनिसक्दा नसक्दै उर्मिला दिदीले मलाई गमलङ्ग अङ्गाल हालेर रुन लाग्नुभयो। उर्मिला दिदीले मलाई सम्बोधन गरेर भन्नुभएको सम्पूर्ण शब्दहरूको अर्थ लगाउन सक्ने ज्ञान ममा भए पनि उहाँका शब्दहरूलाई
आत्मसात गर्न सक्ने क्षमता भने मसँग थिएन। प्रत्येक शब्दको अर्थ ज्ञात हुँदैमा ती शब्दले बोकेका भावको मर्म के हुन सकिँदैन भन्ने कुराको सप्रमाण अनुभूति त्यसबेला मात्र मलाई भएको थियो। त्यसैले त्यसबेला उर्मिला दिदीका जीवनका मर्मान्त विगत आफू सामु उद्घाटित भएकी मलाई एउटा सकसपूर्ण पीडा भएको थियो। केही अघि मात्र उर्मिला दिदीलाई कतिखेर भेटौँ भन्ने मेरो मानसिकता अहिले सकेसम्म छिट्टै उर्मिला दिदीबाट टाढा भाग्न खोजिरहेको जस्तो भने मलाई लाग्यो। सायद एकरो प्रेमको यो अवस्थासम्म पुगेकी उर्मिला दिदीको अस्तित्वसँग मेरो अस्तित्वले पराजित हुनु परेकोले म उर्मिला दिदीसँग सामना गर्न सकिरहेकी थिइनँ। आन्टी चिया, मम्मी नरुनु, बल्ल बल्ल भेट भएको आन्टीसँग गफ गर्नु न। सूर्य चियाको कप बोकेर हाम्रा अघि उभिएकी थिए। सानो टेबलमा चिया राखेर आश्चर्य मिसिएका दृष्टिले आफ्नी आमालाई हेर्दै सूर्य हाम्रा अघिको सोफामा बसेकी थिए। मसँग अल्लगिएर पनि उर्मिला दिदी सोफामा ढल्किएर एकनाथसँग रोइरहनु भएको थियो। गालाभरि आँसु बगेको थियो। आँखा चिम्लेर आँसु बगाइरहेकी आमालाई मायालु आँखाले हेरिरहेको सूर्यको अनुहारबाट आश्चर्यको भाव भने हराएको थिएन। मेरो अघि सूर्यले राखिदिएको चिया मैले पनि पिउन सकिनँ। धेरै बेरपछि सेलाएको चिया सूर्यको मन राख्न जुठो मात्र हालेर त्यसबेला मैले चिया पिइदिने आफ्नो धर्म निर्वाह गरेकी थिएँ। त्यसपछि उर्मिला दिदीसँग मेरो कुनै कुरा भएन। उर्मिला दिदीका भावनाहरूसँग सहयात्रा गर्न सक्ने कुनै यस्तो शब्द मसँग थिएन पनि र मलाई भन्न बाँकी रहेका उर्मिला दिदीका शब्दहरू पनि उहाँकै आँसुको भेल भएर बगिसकेका थिए। त्यसैले पनि होला अब त्यस कोठाको हामी बीचको समय गरुङ्गो भएर बितेको जस्तो मलाई लागिरहेको थियो। उर्मिला दिदीसँग मैले बैठक कोठामै बिदा मागेकी थिएँ। उहाँले पनि टाउको हल्लाएर मलाई बिदा गर्नुभएको थियो। आन्टी, बाबा खसेपछि मामु यसरी रोएको मैले आज मात्र देखेँ। मलाई बिदा गर्न मूल ढोकामा आएकी सूर्यले मसँग छुटिने बेलामा अवरुद्ध गलाले भनेकी थिए। उर्मिला दिदीको अनौठो छवि बोकेकी म असजिलो मन पार्दै त्यहाँबाट हिँडेकी थिएँ। दे